हेलो एन्ड नमस्ते सबैजनालाई। आज यस भिडियोमा हामी क्लाउड सी प्रो इन्टरनेसनलको बारेमा हेर्न गइरहेका छौँ। यो भिडियोमा हामीले यो एप के हो र यो एपले कसरी काम गर्छ भन्ने कुरा हेर्न गइरहेको छौँ। यो एप गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध छ। हामीले सजिलै नै गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा गएर यो एपलाई डाउनलोड गर्न सक्छौँ। यो एप डाउनलोड गरिसकेपछि यसमा रेजिस्ट्रेसन गरिसकेपछि हामीले यसलाई चाहिँ उपयोग गर्न सक्छौँ या प्रयोगमा ल्याउन सक्छौँ। यस एपका मार्फतबाट हामीले आफ्नो घर तथा अफिसमा जडान गरिएको एनभिआर, एक्सभिआर तथा क्यामेराहरूलाई सजिलै नै संसारको जुनसुकै कुनाबाट पनि एक्सेस गर्न सक्दछौँ। अब यस एपलाई चाहिँ हामीले कसरी चलाउने भन्नतिर जाउँ। सुरुमा चाहिँ प्ले स्टोरमा गएर यसलाई चाहिँ डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसकेपछि यसरी ओपनमा चाहिँ क्लिक गर्नुहोस्। ओपन क्लिक गरिसकेपछि यसले चाहिँ अब एकाउन्ट क्रिएट गर्न भन्छ। मेरो एकाउन्ट चाहिँ अलरेडी क्रिएटेड छ है, त्यही भएर चाहिँ म चाहिँ त्यसलाई लगइन गर्छु। अनि यसको लागि चाहिँ आई हेभ अग्री चाहिँ गर्नु पर्यो, लगइनमा जानु पर्यो। लगइनमा गइसकेपछि मेरो यहाँ इमेल आइडी छ, पासवर्ड चाहिँ म यहाँ हाल्दैछु। अब यो एप लगइन भइसकेपछि हामीले चाहिँ यसमा चाहिँ आफ्नो अफिसमा सुरुमा चाहिँ मैले जडान गरिएको चाहिँ एनबिआरलाई चाहिँ कसरी एड गर्ने भन्नेतिर चाहिँ देखाइरहेको छु। यसको लागि चाहिँ यहाँ प्लसमा प्लस क्लिक गर्नुहोस् है। अब तपाईँले चाहिँ यहाँ एड गर्ने तरिकाहरू विभिन्न छ। एउटा क्युआर कोडबाट पनि ल्यान्ड सर्च गरेर एपी कन्फिगरेसन होइन, साउन्ड वेभबाट जेबाट गरे पनि हुन्छ। तर हामी चाहिँ यसमा चाहिँ क्युआर स्क्यानबाट गरौँ, जसले चाहिँ के हुन्छ भन्दाखेरि सबैलाई चाहिँ क्युआर स्क्यान गर्न सजिलो पनि हुन्छ, यो कहाँ हुन्छ भन्ने कुरो पनि देखिन्छ। अब यसको लागि चाहिँ यहाँ मैले चाहिँ क्युआर कोडमा चाहिँ यसरी क्लिक गरेँ। अब यहाँनिर म एनबिआरको स्क्रिन देखाइरहेको छु। यसमा चाहिँ हाम्रो एनबिआरमा राइट क्लिक गरेर मेन मेनुमा जानुहोस् होइन। मेन मेनुमा गइसकेपछि एनबिआरको पासवर्ड माग्छ। अब पासवर्ड चाहिँ मैले यहाँनिर हालेर देखाउँदैछु। यो गरिसकेपछि यसमा चाहिँ तपाईँ चाहिँ नेटवर्कमा जानुहोस्। नेटवर्कमा गइसकेपछि नेटवर्कको चाहिँ हामीसँग चाहिँ यहाँ क्लाउड सी प्रो भन्ने चाहिँ छ। यहाँनिर हेर्नुहोस्, क्लाउड सी भन्ने चाहिँ छ। यसमा क्लिक गरिसकेपछि यहाँ हामीले स्क्यान गर्न मिल्छ। यसले स्क्यान गरिसक्यो। अब यहाँनिर हाम्रो डिभाइसको आइडी छ। डिभाइस नेम म एउटा कुनै राख्दैछु, जस्तै अफिस टेस्ट भनेर राखेँ है। त्यस पछाडि युजर नेम चाहिँ एडमिन नै हुन्छ। पासवर्ड चाहिँ तपाईँको एनभिआरमा जे पासवर्ड छ त्यो चाहिँ हाल्नु पर्यो। त्यो चाहिँ अब मेरो यहाँ जे छ म त्यो हाल्दैछु। यो हालिसकेपछि एड गर्नुहोस्। एड गरिसकेपछि यसले चाहिँ सक्सेस भनेर देखाउँछ होइन। अब यसमा चाहिँ हेर्नलाई चाहिँ तपाईँले यसरी क्लिक गर्नुहोस्। यसरी क्लिक गर्नुभयो भने देखिन्छ। यो एउटा स्क्रिन भयो। यहाँनिर चाहिँ मैले यो हामीसँग भएको चाहिँ 8 च्यानलको एनबिआर हो, तर म यसमा चाहिँ अब यसरी 9 भ्यू 4 भ्यू गऱ्यो भने जतिवटा भ्यू गऱ्यो त्यतिवटा चाहिँ हाम्रो चाहिँ यहाँ स्क्रिन देखिन्छ है। अब यसमा चाहिँ यो देखिसकेपछि अब हामीले अरू अरू फिचर्सतिर जाउँ। जस्तै कि हामीलाई प्लेब्याक हेर्नलाई हामीले यहाँ प्लेब्याकमा क्लिक गऱ्यौँ भने हामीले चाहिँ यसबाट चाहिँ प्लेब्याक गर्न सक्छौँ है। अब प्लेब्याकको लागि चाहिँ कुन च्यानलको गर्ने त्यो च्यानललाई सेलेक्ट गरेर यसरी प्लेब्याकमा जानुहोस्। यहाँबाट चाहिँ हामीले प्लेब्याक गर्न सक्छौँ। यसरी हामीले रातिको भिडियोहरू हेर्न सक्छौँ है। यो पुरानो भिडियो हो। ब्याक जानलाई चाहिँ ब्याक गर्नुहोस्। त्यस्तै अब सेटिङमा जाउँ, अरू फिचर्सहरू पनि हेरौँ होइन। अब जस्तै स्ट्रिममा चाहिँ हामीले एचडी गर्ने कि एसडी गर्ने। एसडी गऱ्यौँ भने चाहिँ एचडी क्वालिटीमा आउँछ, एसडी गऱ्यो भने एसडी क्वालिटीमा आउँछ है। त्यस्तै हामीले चाहिँ यहाँ सेटिङमा जाउँ। सेटिङमा चाहिँ हाम्रो अरू फिचर्स पनि छ, जस्तै टाइम मिलाउनु पर्यो, डिभाइसको नेम चेन्ज गर्नु पर्यो। हामीले सबै कुरा यहाँबाट पनि गर्न सक्छौँ। यो चाहिँ भयो हामीले डिभिआरलाई एड गर्ने। अब चाहिँ हामीले यो एड गरिसकेको चाहिँ यो डिभाइसलाई चाहिँ अरूलाई सेयर गर्नु पर्यो। सेयर गर्नलाई चाहिँ यो 3टा जुन डट छ, यो 3टा डटमा चाहिँ यसरी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि डिभाइस सेयरिङमा चाहिँ क्लिक गर्नुहोस्।
अब डिभाइस सेयरिङमा गइसकेपछि यहाँनिर चाहिँ तलपट्टि हाम्रो माथि चाहिँ डिभाइस चाहिँ कसलाई सेयर गरेको छ भनेर देखाउँछ। अहिले चाहिँ 0 जनालाई छ। तलपट्टि चाहिँ युज क्युआर कोड टु इन्भाइट फ्रेन्ड्स भनेर छ। अब यसमा चाहिँ मैले युज क्युआर कोडमा गएँ। यहाँ गइसकेपछि हामी चाहिँ यहाँ स्क्रिनमा चाहिँ एउटा क्युआर कोड जेनेरेट हुन्छ। यो चाहिँ अब तपाईँलाई जसलाई सेयर गर्नु छ उहाँलाई चाहिँ तपाईँले चाहिँ मोबाइल दिएर उहाँलाई चाहिँ स्क्यान गर्न लाउन सक्नुहुन्छ। यो उहाँ जस्तै अरूको मोबाइलमा स्क्यान गरिसकेपछि एउटा मोबाइलमा एउटा स्क्यान गरिसकेपछि एउटा नोटिफिकेसन एउटा त्यो आइसकेपछि एउटा नोटिफिकेसन गर्नु त्यो आइसकेपछि ब्याक गरिसकेपछि यहाँनिर चाहिँ ब्याक गरिसकेपछि यहाँनिर चाहिँ तपाईँलाई कतिजनालाई गर्नु भएको छ भने तपाईँलाई कतिजनालाई गर्नु भएको छ भन्ने कुरो चाहिँ देखाउँछ है। अनि यहाँनिर देखाइसकेपछि अब यहाँ पर्मिसनमा तपाईँले चाहिँ उहाँलाई अलाउ पर्मिसनमा तपाईँले चाहिँ उहाँलाई अलाउ गर्ने कि नगर्नु जस्तै पर्मिसन आइसकेपछि चाहिँ अलाउ मैले यसमा चाहिँ उहाँलाई लाइभ रिभ्यू अलाउ गरेँ। मैले उहाँलाई लाइभ रिभ्यूको लागि पनि मैले दिएँ। फिनिस गरेँ। दिइसकेपछि मैले यसमा फिनिस गरेँ। फिनिस गरिसकेपछि बल्ल अरूको फोन फिनिस गरिसकेपछि बल्ल अरूको फोनमा चाहिँ यो हेर्न मिल्छ, नभए यो हेर्न मिल्दैन है। सम्म यो तपाईँले आफ्नो मोबाइलबाट हटाउनुहुन्न तबसम्म चाहिँ अरूले तपाईँको स्क्रिनबाट चाहिँ क्युआर कोड स्क्यान गरेर आफ्नो मोबाइलमा चाहिँ एड गर्न पाउनुहुन्न। यो जुन मोबाइलमा सुरुमा एड भएको हुन्छ उहाँ चाहिँ अब भनौँ न एडमिन जस्तै हुनुभयो। उहाँले आफ्नोबाट नहटाउन्जेल चाहिँ अरूले एड पनि गर्न पाउनुहुन्न। उहाँले सेयर नगरुन्जेलसम्म अरूले त्यसलाई चाहिँ एक्सेप्ट पनि गर्न मिल्दैन। अरू मोबाइलमा चाहिँ चल्दैन। त्यो चाहिँ अब सेक्युरिटी पोइन्ट अफ भ्यूबाट हो। अब यसलाई रिमुभ गर्नलाई चाहिँ एकछिन यहाँ यसरी ट्याप गर्नुभयो भने यहाँ डिलिट अप्सन आउँछ। यो डिलिट गर्नु भने चाहिँ डिलिट हुन्छ। त्यसरी नै हामीले चाहिँ क्यामेरालाई चाहिँ कसरी एड गर्ने है। क्यामेरालाई एड गर्नलाई पनि सेम प्रोसेस हो। यसरी यहाँनिर चाहिँ यो जुन माथिपट्टि प्लस आइकन देखिएको छ यो प्लस आइकनमा जानुहोस्। अनि फेरि क्युआर कोड माध्यमबाट हामी गर्दैछौँ। क्युआर कोडमा जानुहोस्। अब यहाँनिर म एकछिन मेरो कम्प्युटरको यो एनबिआरको स्क्रिन देखाउँदैछु। यसमा हाम्रो च्यानलमा जानुभयो भने मैले यहाँ दुईवटा क्यामेरा एड गरिरहेको छु। यो दुईवटा क्यामेराको चाहिँ आइपी लोकली आइपी भनेको 1.142 अनि अर्को चाहिँ 1.199। म यसलाई चाहिँ कम्प्युटरमा चाहिँ आएर होइन मेरो ल्यापटपको स्क्रिनमा अब म चाहिँ त्यो क्यामेराको आइपी चाहिँ यहाँ खोल्छु है। 192.168.1.199 एउटा 199 पनि छ। यसलाई इन्टर गरेँ। इन्टर गरिसकेपछि एडभान्समा जानुहोस् होइन, प्रोसिडमा जानुहोस्। यहाँनिर गइसकेपछि यो खुल्छ क्यामेरा। यहाँनिर क्यामेराको युजर नेम पासवर्ड मागिँदैछ। पासवर्ड क्यामेराको पनि मैले हालेँ। यो हालिसकेपछि क्यामेराको यहाँ क्युआर कोड आउँछ जसलाई चाहिँ अहिले स्क्यान गरिसक्यो। गर्ने बित्तिकै अब तपाईँले डिभाइस नेम एउटा हाल्नुहोस्। तपाईँलाई जे मन छ त्यो हाल्दा पनि हुन्छ है। मैले चाहिँ यहाँनिर क्यामेरा टेस्ट भनेर हालेँ। अब पासवर्ड मागिरहेको छ। यहाँनिर चाहिँ तपाईँले त्यो क्यामेराको चाहिँ पासवर्ड के हो त्यो चाहिँ हाल्नुपर्छ है। अब यहाँ यो चाहिँ इन्डिभिजुअल क्यामेरा। तपाईँलाई कुनै क्यामेरालाई चाहिँ रिमोटली एक्सेस गर्न मन लाग्यो, जुन क्यामेरामा चाहिँ अलरेडी मेमोरी कार्ड छ, त्यतिखेर तपाईँलाई एनबिआर डिबिआर चाहिएन। किनकि अलरेडी मेमोरी कार्ड छ त्यहाँ रेकर्ड भइरहेछ भनेपछि हामीलाई त्यो चाहिएन। हामीले त्यो क्यामेरालाई मात्रै मोबाइलमा चाहिँ कनेक्ट गरेर पनि हेर्न सकिन्छ। या कुनै रेगुलर क्यामेरालाई पनि कसैलाई हामीलाई चाहिँ कुनै एउटा क्यामेराको मात्रै एक्सेस दिनु छ भने हामीले क्यामेराको मात्रै एक्सेस पनि दिन मिल्छ। पासवर्डमा चाहिँ 1 2 यो हालेर एड नाउ गरौँ। एड नाउ गरिसकेपछि यहाँनिर चाहिँ एड हुन्छ। एड भइसकेपछि यहाँनिर चाहिँ हामीले क्यामेरा टेस्ट भनेर एड गरेको थियौँ। यसमा क्लिक गऱ्यौँ भने त्यो क्यामेराको प्रिभ्यू देखिन्छ। फेरि सेटिङमा गएर हामीले सबै सेटिङ गर्न सक्छौँ। यसमा हामीले मोसन जस्तै अलार्ममा गएर हामीले मोसन सेट गर्न सक्छौँ। मोसनमा अलार्महरू हाल्न सक्छौँ। लाइन क्रसिङ हाल्न सक्छौँ। त्यस्ता जो जे फिचर्स छ क्यामेराको सबै नै हामीले यसरी पनि एक्सेस गर्न सक्छौँ। अनि सेम कुरा हो कि जस्तै हामीले सेयर गर्नलाई फेरि त्यो 3टा ड्रपमा गएर सेयर गर्न मिल्छ। ब्याक गरेर यसरी यो 3टा थोप्लामा गएर यहाँबाट सेयर पनि गर्न मिल्यो। अनि फेरि डिलिट पनि गर्न मिल्यो। डिलिट गर्नलाई यसरी एकछिन छोइराख्ने अनि डिलिट भन्ने अप्सन छ। जस्तै क्यामेरा मलाई हटाउनु छ भने यसरी टच गर्ने, यहाँ डिलिट गर्ने।